नमस्कार। आज पनि हजुरसँग आमा खण्डकाव्य लिएर आएकी छु। यो चाहिँ हो अध्याय 10 को अन्तिम पद र मैले यसरी नै कन्टिन्यू हजुरहरूलाई भिडियो बनाउँदै भिडियो मार्फत यो खण्डकाव्यलाई मैले कन्टिन्यू पढ्दै हजुर समक्ष राखिरहेकी छु र आज चाहिँ यो हो अध्याय 10 को अन्तिम पद। स्वीकार्नुहोला। यादको कारागारभित्र मेरी आमा अध्याय 10 को अन्तिम पदहरू। ल है आमा, तिम्रै निम्ति उभिउँला संसारमा छ। ल है आमा, तिम्रै निम्ति उभिउँला संसारमा छ। बनेर प्रेम र उमङ्गको मूर्ति, बनेर प्रेम र उमङ्गको मूर्ति। तिमीले दिन नसकेका आपूर्ति गरौँला है कृति। तिमीले दिन नसकेका आपूर्ति गरौँला है कृति। फुटेर चकनाचुर भएको मन यो फेरि जोडौँला म। फुटेर चकनाचुर भएको मन फेरि म जोडौँला। अनन्त विदाई होइन यो मृत्यु, अनन्त विदाई होइन यो मृत्यु। फेरि तिमीलाई भेटौँला म, फेरि तिमीलाई भेटौँला म। कहाँ होला यो विश्वको अन्त, कहाँ जीवन मरणको रहस्यमय छ यो जीवन खेला। कहाँ तृप्ति होला अहो, कहाँ तृप्ति होला अहो। धोकै धोकापूर्ण भ्रमित यो चोला कति लामो छ है सपना जस्तो। धोकै धोकापूर्ण भ्रमित यो चोला कति लामो छ है सपना जस्तो। इच्छाहरूको बगुन र माला बीच विश्वासघात र वज्रघातको खेला। विश्वासघात र वज्रपातको खेला। एउटा पूर्ण हुँदा अर्को चूर्ण, कम्प्लिटै नहुने कहिले सपना। भग्न भग्न यो जीवन नै रुग्न, संसारमा आएर भोग्नै पर्ने। अश्रुपूरित कस्तो यो नयन, अश्रुपूरित कस्तो यो नयन। फेरि जिउनुलाई हेर्नै पर्ने यो प्रतिबिम्ब उभेको। फेरि जिउनलाई हेर्नै पर्ने यो प्रतिबिम्ब उभेको। यादको नमिठो कारागार